नमस्कार साथीहरू, अस्सलामु अलैकुम। के छ हाल खबर? आराम हुनुहुन्छ? तपाईँ सम्पूर्णलाई स्वागत छ। अहलान व सहलान। आजको यस अरबी भाषाको सिजन 2 को दोस्रो भागमा तपाईहरुमाझ फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु म। आशा छ तपाईहरुले अघिल्ला भिडियोहरु हेर्नु भएको छ। अघिल्लो भाग 1 हैन, लेसन 1 तपाईले हेरिसक्नु भएको छ। यदि हेर्नु भएको छैन भने कृपया गरेर हेर्नु होला। र आजको यस भिडियोमा हामी 25 वटा यस्ता दैनिक प्रयोग हुने वाक्यहरू जुन अरबीमा 25 वटा वाक्यहरू सिक्ने छौं। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि तपाईले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला। र यो भिडियो हेरिसकेपछि तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। आज 25 वटा वाक्य जुन दैनिक जीवनमा प्रयोग हुने गर्दछ। हाला हाला भनेको हेलो, नमस्ते। जस्तो हाला हबीबी भनेको नमस्ते प्रिय। हबीबी भनेको प्रिय, प्रिय हैन। हबीबी भनेको केटालाई भन्छ, हबीबती भनेको केटीलाई भन्छ है त। हाला हबीबी नमस्ते प्रिय। हाला भनेको हेलो। फोन गर्दाखेरि हेलो भन्छ नि, हाला यसरी भन्ने गरिन्छ। यल्ला चाँडो गर अथवा चाँडै गर, अब हिँडौं जाउँ भन्दा यल्ला। जस्तो उदाहरणमा यल्ला र भनेको चाँडो जाउँ, अब चाँडो हिँड, अब हिँड भन्न खोजेको। हबीबी अथवा हबीबती पुरुषलाई भन्दा हबीबी, महिलालाई भन्दा हबीबती, प्रिय प्रिया यसरी बुझ्ने गरिन्छ। हबीबी भनेको प्रिय, प्यारो भन्छौं नि, प्यारो मान्छे, प्रिय मान्छे भन्छौं नि, हबीबी अथवा हबीबती भनेको महिलालाई। शुक्रान हबीबी धन्यवाद प्रिय अथवा धन्यवाद साथी यसरी पनि बुझ्न सकिन्छ। प्यारो साथी भनेको शुक्रान हबीबी धन्यवाद प्यारो साथी यसरी बुझ्न गरिन्छ है त। खलास समाप्त अथवा पुग्यो। खलास भनेको समाप्त अथवा पुग्यो। सकियो, खलास सकियो। उदाहरणमा खलास माफी छै, सकियो अब केही छैन। खलास माफी छै, सकियो अब केही छैन। सकियो खलास अरु केही छैन, बाँकी केही छैन भन्दा माफी छै, माफी छै केही पनि छैन। सु भनेको के, सुनौ पनि भन्ने गरिन्छ, सु पनि भन्ने गरिन्छ। सु भनेको के भन्न खोजेको। उदाहरण सुहादा यो के हो। सुहादा भनेको यो के हो। अकेद अकेद भनेको पक्कै अथवा निश्चित। पक्कै यही हो भन्दा साँच्चीकै यही हो हैन, स्योर यही हो भन्दा के अकेद अकेद। जस्तो उदाहरणका लागि अकेद आना इजी पक्कैमा आउँछु। अकेद आना इजी पक्कैमा आउँछु, साँच्चीकैमा आउँछु, पक्कैमा आउँछु, स्योरमा आउँछु भन्दा अकेद आना इजी। माफी भनेको छैन, माफी छैन। उदाहरण जस्तो माफी फुलुस अथवा नाइन्दी फुलुस पनि भन्ने गरिन्छ। माफी फुलुस भनेको पैसा छैन, माफी फुलुस मसँग पैसा छैन। नाइन्दी फुलुस नाइन्दी फुलुस मसँग पैसा छैन, माफी फुलुस पैसा छैन। ताल भनेको आऊ, ताल भनेको आऊ, आउनुलाई ताल भन्छ। कसैले बोलाउनु पर्दा ताल हिँड, यता आऊ, यहाँ आऊ यसरी भन्ने गरिन्छ। ताल हिँड, यहाँ आऊ। केफ हालक, केफ हालक भनेको तिमीलाई कस्तो छ, के छ हाल खबर, कस्तो छ भन्दा केफ हालक, केफ हालक। अब यसको उत्तरमा चाहिँ के भन्ने त मक्सुद अथवा क्वाइस। राम्रो छु भन्दा के भन्ने मक्सुद अथवा क्वाइस अथवा जेन पनि भन्ने गरिन्छ, तमाम पनि भन्ने गरिन्छ हैन। मक्सुद क्वाइस राम्रो छु, ठिक छु भन्न खोजेको। मक्सुद भनेको ठिक छ, ठिकठाक छ, खुसी छ, ज्यान ठिक छ भन्न खोजेको, खुसी छु भन्न खोजेको है त।
अना मब्सुत म खुसी छु म ठीक छु भन्दा अना मब्सुत वाला भनेको कसम र साँच्चै वाला वाला साँच्चै कसम भन्न खोजेको है वाला उदाहरणका लागि वाला अना ताबा साँच्चै म थकित छु थाकेको छु त्यसरी भन्न सकिन्छ साँच्चै म थाकेको छु अथवा म थकित छु भन्दा वाला अना ताबा कसैले हामीले भन्छौँ साँच्चै स्योर हो भन्दा वाला त्यसरी बुझ्ने गरिन्छ सुस्मक तिम्रो नाम के हो सुस्मक तिम्रो नाम के हो इस्मी रोहित मेरो नाम रोहित हो अथवा म रोहित हुँ भन्दा इस्मी रोहित आफ्नो नाम जे छ त्यो भन्न सक्नुहुन्छ यस हादा यो के हो यस हादा भनेको यो के हो मलाई थाहा छैन भन्दा मारफ मलाई थाहा छैन मारफ कसैले यस हादा यो के हो थाहा छ भने भन्नु थाहा छैन भने मारफ मलाई थाहा छैन ला आरफ पनि भन्ने गरिन्छ मारफ पनि भन्ने गरिन्छ मारफ मलाई थाहा छैन इन्शाअल्लाह इन्शाअल्लाह भनेको भगवानले चाहे अथवा यदि भगवानले गरे भने अथवा भगवानले चाहे भने भन्न खोजेको अल्लाहले गर्यो भने अल्लाहले चाह्यो भने भन्ने चलन हुन्छ है इन्शाअल्लाह जस्तो बुक्रा इज इन्शाअल्लाह भगवानले चाहे भने सायद भोलि आउँछ भोलि आउँछु हैन बुक्रा इज इन्शाअल्लाह सायद भोलि आउँछ भगवानले चाह्यो भने भोलि आउनेछ त्यसरी बुझ्न गरिन्छ माफिस मुस्किला भनेको कुनै समस्या छैन माफिस मुस्किला भनेको कुनै समस्या छैन माफिस भनेर लेख्दाखेरि आउँछ स आउँछ भने बोल्दाखेरि माफी मात्र भन्दा हुन्छ माफी मुस्किला कुनै समस्या छैन अथवा ला मुस्किला पनि भन्ने गरिन्छ ताखिर माफी मुस्किला ढिला भयो कुनै समस्या छैन ताखिर माफी मुस्किला ढिला भयो कुनै समस्या छैन आदि भनेको सामान्य ठिकै छ साधारण भन्न खोजेको आदि भनेको सामान्य अथवा साधारण ताम आदि खाना ठिकै थियो सामान्य थियो अथवा साधारण थियो भन्दा ताम आदि खाना ठिकै थियो खाना साधारण थियो सादा नै थियो त्यसरी बुझ्ने गरिन्छ वख्तर चाँडो वख्तर भनेको चाँडो ढिलो भनेको ताखिर होइन ताखिर भनेको ढिलो वख्तर भनेको चाँडो अलियम अन्त इजी वख्तर अलियम अन्त इजी वख्तर भन्दा आज तिमी चाँडो आइपुग्यौ आज तिमी चाँडो आइपुग्यौ भन्दा अलियम अन्त इजी वख्तर आशिफ मालिस माफ गर आशिफ भने पनि मालिस भने पनि माफ गर आशिफ भनेको माफ गर्नु मालिस भनेको सरी होइन मालिस भनेको सरी माफ गर्नुहोस् भन्न खोजेको मालिस सरी माफ गर्नुहोस् भन्न खोजेको आशिफ भनेको माफ गर्नुहोस् माफ गर आशिफ आना इन्सा माफ गर मैले बिर्से आशिफ आना इन्सा माफ गर मैले बिर्से मालिस भनेको माफ गर्नुहोस् सरी भन्न खोजेको है ला होइन ला भनेको होइन लेख्दाखेरि ला ए आउँछ ए तर बोल्दा ला मात्र आउँछ ला भनेको होइन ला हादा यो होइन ला हादा यो होइन नाम भनेको हो नाम हो हो नाम हल अन्त जाहिज के तिमी तयार छौ हल अन्त जाहिज के तिमी तयार छौ कसैले प्रश्न गर्यो नाम आना जाहिज म तयार छु हो म तयार छु यसरी बुझ्ने गरिन्छ नाम आना जाहिज हो म तयार छु अथवा म तयार छु अफवान स्वागत छ अफवान स्वागत छ कसैले शुक्रान भन्यो भने के भन्ने अफवान शुक्रान भन्यो भने अफवान है त सुफी तिमीलाई के भयो यसरी बुझ्ने गरिन्छ सुफी अन्त सुफी हैन सुफी अन्त भन्दा के भयो तिमीलाई सुफी लेस जलन के भयो किन यति रिसाएको सुफी लेस जलन के भयो किन रिसाएको बस भनेको पुग्यो अथवा मात्र
बस भनेको पुग्यो अथवा केवल अथवा मात्र त्यसरी बुझ्न सकिन्छ। बस तानीमा आखिर भयो अब अरू खाँदिन भन्दा बस तानीमा आखिर, तानी भनेको अरू, माखिर भनेको खाँदैन, बस भनेको भयो, बस खाँदा भने जस्तो कुनै चिजहरू यति मात्रै भन्दा के भन्ने बस खाँदा। अब यो बसलाई चाहिँ बस पुग्योमा पनि प्रयोग गर्न सक्यो, मात्रैमा पनि प्रयोग गर्न सक्यो। किफाया अथवा काफी, किफाया अथवा काफी पर्याप्त, धेरै भयो, काफी पुग्यो, धेरै भयो भन्न खोजेको। किफाया भयो, पुग्यो, अब रोक। काफी भनेको भयो अब पुग्यो अब रोक भन्न खोजेको। हल्दी वलाक भनेको ध्यान देऊ, ख्याल राख। जस्तो हल्दी वलाक आधा सखा, हल्दी वलाक आधा सखा, यो तातो छ ध्यान राख है त, ध्यान देऊ यो तातो छ। हल्दी वलाक आधा सखा, सखान भनेको तातो, हार भनेको पनि तातो, सखान भनेको तातो भनेको सखान भनिन्छ र हार भनेको पनि तातो नै हो। हल्दी वलाक आधा हार पनि भन्न सकिन्छ, कतिपय ठाउँमा हार भनेर सुनिन्छ, कतिपय ठाउँमा सखान भनेर सुनिन्छ। साथीहरू, आजको यस भिडियोमा हामीले 25वटा दैनिक प्रयोग हुने अरबी वाक्यहरू सिक्यौँ। आशा छ तपाईँले राम्रोसँग सिक्नुभयो, बुझ्नुभयो। यदि बुझ्नु भएको छैन भने कृपया कमेन्टमा लेख्नुहोला। आजको यस सिजन 2 को लेसन 2 पनि सकियो। फेरि भेटौँला अर्को सिजन 2 को लेसन 3 लिएर तपाईँहरू माझमा आउनेछु। तबसम्म मलाई बिदा दिनुहोस्। नमस्कार, अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातुहू।